हेलो गाइज, वेलकम टु आवर ब्लग अबी आरती 11। आज एउटा सानो ब्लग छ। तपाईँहरूले ध्यान दिएर अथवा मन लगाएर हेरिदिनु होला, यति सपोर्ट गरिदिनु। आज हामी मनोकामना जान लागेको छौँ। सो त्यही भ्यूहरूको अनि हाम्रो रमाइलो अलि मन्दिरको भ्यूहरूको दर्शन गराउँछु। सो हेरिदिनु होला। अनि अहिले चाहिँ हामी बुढाबुढी अनि दुईटै बच्चा यो अलिअलि सानो बाटोको भ्यूहरू हो, जुन कि धेरै नै राम्रो। यहाँ बच्चाहरू सुतिसके थियो अनि हामी दुईजना गफ गर्दै रमाइलो गर्दै भ्यू देखाउँदै वेदर इन्जोय गर्दै हामी कहाँ पुग्यौँ? हामी मनहरी आइपुग्यौँ। यो हो सानो मनहरी। अब यहाँबाट के कस्तो राम्रो हिमालय देखिरहेको थियो अनि म कति प्रयास गरिरहेको थिएँ कि अलिअलि भ्यू देख्यौँ। कस्तो राम्रो, हेर्नु न, आँखाले हेरेको र भिडियोमा हेरेको एकदमै फरक रहेछ। हेरी भएको थिएँ म त। अनि पछि त बुढोलाई पनि हेर्नु न कस्तो राम्रो भ्यू छ भनेर देखाइरहेको थिएँ। तर जब हेर्न थाल्नुहुन्थ्यो तब उहाँ घरहरू आइदिने। अनि मैले सोचिरहेको थिएँ एउटा तोरीबारीमा एउटा राम्रो भ्यू निकाल्छु भन्दै ठ्याक्कै आइसके रहेछ। तर फेरि भ्यू पछाडि घरहरू के हो, हस्पिटल हो कि घर हो थाहा भएन। तर कस्तो राम्रो आइरहेको थियो भ्यू। ओ माई गड, हेर्दा योभन्दा राम्रो त तपाईँहरू मनोकामना मन्दिरबाट हेर्न पाउनुहुन्छ भ्यू। यस्तो राम्रो झन् दिउँसोको भ्यूहरू सबै छ। पुरा भिडियो हेरिदिनु होला। यहाँ हेर्नु न कस्तो राम्रो शिवजी। म त कस्तो छक्कै परेको यस्तो राम्रो यति ठुलो शिवजी हेरेर। अनि त्यही गर्दै अब फेरि हेर्दै कुन गाउँ आइरहेछ, जुन कि मलाई नाम पनि थाहा छैन। मेरो त मनै भरिरहेको थिएन यस्तो राम्रो भ्यूहरू हेरेर। अनि यहाँ मेरो मिस्का सुतेर उठिसक्यो। अनि हामी चाहिँ यसो गफ गर्दै मिस्काले मम्मा हेर्नु न कस्तो राम्रो। अनि मैले मिस्कालाई भनिरहेको थिएँ बेटा कस्तो राम्रो छ। उसको बाबा पनि सुतेर उठ्नुभयो। बाबु पनि सुतेर उठिसक्यो रहेछ। मलाई त म चाहिँ निन्द्रा नलागेर भ्यू हेर्दै रमाउँदै एक्लै। मिस्काले भनिरहेको छ मम्मा हेर्नु न भिडियो बनाउनु भनेर भनिरहेछ मलाई। म चाहिँ भ्यू म बनाइरहेको छु, बाबा म बनाइरहेकी छु भनेर भन्दै भिडियो रेकर्डिङ गर्दै थिएँ। मलाई भोइस ओभर गर्न परिरहेको छ किनभने कि हावाहरू एकदमै बेसमरी थियो। अनि त्यही कारणले भोइसहरू कति ठाउँमा रेकर्डिङ भएको छैन। त्यही भएर भोइस ओभर गरिदिएको छु। यहाँ हेर्नु न, ओहो कस्तो राम्रो भ्यू। अब चाहिँ हामी यहाँ चितवन हो कि टाढी अब यो टाढी कटेपछि अब हामी चितवन पुग्छौँ। अनि सानो मम्मीसँग भेट हुन्छ भन्दै म मिस्का गफ गर्दै गइरहेको थिएँ। अनि मिस्का भनिरहेको थियो मम्मा हामी मामा घर जानला हो, मेरो जिल्लातिर माइत हो। अनि त्यही भएर उसलाई लाग्यो हामी मामा घर जाँदैछौँ भनेर। अनि मैले होइन तिम्रो लागि सरप्राइज आयो, म अब भेट्छु भनेर एकछिनपछि फेरि मम्मा बनाउनु भनेरै म केही चिज देखाउँछु भन्दै उसले देखाएको थियो। चाहिँ मेरो पर्सको लटकन थियो, त्यो निकालेर अनि खेलिरहेको रहेछ। यहाँ चाहिँ उसको लागि म सरप्राइज छ भन्दै जिस्काउँदै लिएर गइरहेकी छु। अब हामी यहाँ चितवन पुग्न लागिसक्यौँ भन्दै यो सबै भरतपुरको भ्यू हो। अनि भरतपुरको बाटो पहिला चाहिँ आजभन्दा 2-3 वर्ष अगाडि म यही बाटो हिँड्दा कस्तो गाह्रो गरी हिँड्न पर्थ्यो, कति दुःख पाउँथेँ यो बाटोमा। आज यो बाटोलाई हेरेर आहा कति आनन्द लाग्यो मलाई त यो बाटो हेरेर भन्दै बुढासँग गफ गर्दै हिँडेँ। सबै भिडियो बनाइरहेको थिएँ। हेर्दै कति आनन्द आउने के बाटो बनिसकेपछि त्यति एरिया अब यो कस्तो राम्रो भ्यू छ भनेर रेकर्डिङ गरिरहेको थिएँ। अब त्यहाँपछि यो सिएमसी हस्पिटल हेटौडा पनि यस्तै चम्किने भयो भनेर खुसी लाग्छ। अब यो चितवन अब हामी पोखरा बक्स पार्क पुग्यौँ। अनि मेरो बहिनी मलाई बर्थडे सरप्राइज दिने भनेर आउनु लाग्यो। मम्मीले सरप्राइज बिगारिदिनु भयो। यो मम्मीहरूको पेटमा केही पनि सरप्राइज रहँदैन। अनि यति गर्मी भइरहेको थियो। मेरो बुढा चाहिँ
कपडा चेन्ज गर्न थाल्नुभयो। मैले चाहिँ एउटा मात्रै लगाएको थिएँ, त्यही भएर गर्मी छैन, मलाई त्यस्तो खासै गर्मी लागेको थिएन, तर गर्मी चाहिँ थियो। अनि मेरो बहिनीले चाहिँ म हेर्न कति राम्रो देखिरहेको छु भन्दाखेरि बाहिर चाहिँ उज्यालो छ, भित्र चाहिँ अँध्यारो देखिरहेछ भनेर भनिरहेको थियो। अनि ठ्याक्कर कि उहाँले चाहिँ कपडा चेन्ज गरिहाल्नु भयो। बस पुरै खाली थियो। हामीले बल्ल अब हामी मनकामनाको गाडीमा चढिसक्यौँ। मनकामनातिर लाग्यौँ। हाई गर, हाई हाई गर्नु। दिव्या सानो बच्चा जस्तै उफ्री उफ्री। अनि त्यहाँपछि हामी मलेकु पुग्यौँ। त मलेकुको सायद मैले भिडियो लिन बिर्सिरहेछु। अनि हामी मेजिकमा चढेर अनि मनोकामनातिर गयौँ। खै मान्छेहरूले भनिरहेको थियो बस डाइरेक्ट छैन कि के छैन, हाम्रो पनि गल्ती भयो। त्यही भएर हामी मेजिकमा बसेर गयौँ। धेरै बेर लागेन, मलेकुबाट हामीलाई चाहिँ मात्र 15 मिनट लाग्यो कि 10 मिनट लाग्यो। अनि हामी मनोकामना पुग्यौँ। यो पनि ट्राई गऱ्यौँ, धेरै नै रमाइलो भयो। अनि यहाँ चाहिँ भेनाजु र साली जिस्किँदै थिइन्। म फेरि बाहिरको केबल कार देखियो भनेर भिडियो बनाउन लागेँ। तर छोटो थियो, तर कस्तो रमाइलो भयो यो यात्रा। एकदमै ह्याप्पी मोमेन्टहरू थियो। मेरो बाबु त जतिखेर पनि केही दिनलाई उसको मौसी मामा सानी मामाले चाहिँ ममा भन न अनि बल्ल दिन्छु भनेर जिस्काउँदै बसिरहेको थियो। यहाँ चाहिँ बाहिरको भ्यू हेरेर वाउ थियो। क्यामेरामा रेकर्डिङ गरेको र आँखाले देखेको फरक छुट्टै नै रहेछ कि भने देखेर देखिरकौँ भनेर भइरहेको थियो मलाई त। त्यही भएर म त भिडियो खिची भएको थिएँ। अझै झन् यो केबल कारको त हो नभने हुन्छ। यहाँ चाहिँ बुढोले आऊ देऊ म मोबाइल चाहिँ सजिलो पाराले बनाइदिन्छु भनेर दिनुभयो। म चाहिँ हुन्छ। कस्तो रमाइलो के भने। अब चाहिँ हामी यहाँ झऱ्यौँ मलेकुबाट आएर। हम लोग VIP ट्रीटमेंट पा रहे हैं। Miska, Hati, Hoi, hello. We have already reached to मनोकामना। अब हामी मनोकामना पुगिसकेको ऑनलाइन कर ली है। दैट इज द फैसिलिटी यू कैन गेट इट। आपका इंडियन करेंसी भी आप कर सकते हो। यू कैन स्कैन फ्रॉम फोन पे, भीम पे। दैट आई गॉट टू नो टुडे ओनली। इफ समवन इज विजिटिंग फ्रॉम इंडिया, डोंट वरी। Miska, kota goi? Where are you?
ओहो पिको ये यो 6 वर्ष यस बुढी लाग्दैन जाऊ जाऊ छिटो जाऊ टिकट छ बिना टिकटवाला मान्छेहरू पहिला जाने अब हामी मनोकामना पुगिसकेछौँ अब केवल कारमा चढ्ने हो उहाँले चाहिँ अनलाइन टिकट गर्नुभएको थियो अनि त्यही भएर त्यो टिकट चाहिँ अब काउन्टरमा देखाउने अनि त्यसपछि हामी अगाडि बढ्न पाउँछौँ टिकट नभएको मान्छेहरू चाहिँ अगाडि नै पुगिसक्नु भएको छ म चाहिँ रमाउँदै टिकट अब देखाइसक्नुभयो अब हामी अगाडि बढ्यौँ त्यो चाहिँ राख्नु भनेर त्यो दिदीले भन्नुभएको थियो फर्किँदाखेरि देखाउनु पर्छ अनि म चाहिँ खुसी भएर कस्तो लागिरहेछ भनेर सोध्दै हिँडिरहेको थिएँ अनि मैले भनिरहेको थिएँ 2टा बच्चा एउटा बुढी सालीसँग अब कस्तो रहेछ यो टुर भनेर बुढालाई जिस्काउँदै ल अब हामी चाहिँ केबल कारमा बस्यौँ मजाले त्यहाँ चाहिँ तपाईँ चाहिँ नबस्नु भनेर मेरो बहिनीलाई भनेको बिचरा फेरि मेरो बुढाले होइन सँगै अनि उहाँ चाहिँ दाइले चाहिँ तपाईँ चाहिँ आउनु भएको छ हेटौडाबाट भन्दै अनि सोधिराख्नु भएको थियो तपाईँलाई मैले चिनेँ भन्दै ल अब इन्जोय गरौँ भ्यू नबोलिकन अब यो भ्यू इन्जोय गर्नु कति रमाइलो हुन्छ हेरौँ यहाँ चाहिँ हामी कता कता कहिले कहिलेको कुरा गर्दै अनि म चाहिँ छक्क परेर कुरा सुन्दै थिएँ अनि यो हो र भन्दै बसिरहेको थिएँ साली र भेनाजुको कुरा सुनेर म त छक्कै परेको थिएँ एकछिन त पछि त कान बन्द हुन लाग्थ्यो नि मैले नानीलाई कान बन्द भयो भने थुक्नी ल है भनेर भनिरहेको थिएँ बिचरा मेरो नानी चाहिँ डराएको जस्तै लाग्यो अहिले भिडियोमा हेर्दा बाबु त जमै भएको थियो के हो यस्तो भनेर अचम्मै हेर्दै बसिरहेको थियो म चाहिँ सुन्तला बारी हेर्न पाउँछु कि भनेर कुरा गर्दै हिँडिरहेको थिएँ सुन्तला बारी त हेर्नै पाएन मैले यहाँ चाहिँ मैले आफ्नो बहिनीको तारिफ गरेको थिएँ तर बाबु मेरो कस्तो छक्क परेर हेरिरहेको रहेछ एसिया रिजनकै फर्स्ट हो हाइएस्ट होला नि त फर्स्ट त फर्स्टै हो यो केवल कार भन्ने नै फर्स्ट हो कि यता हेर 1998 98 जस्तो छ त
यस्तो कसैले सोचे पनि हुँदैन छिटो माथि जाऊ छिटो 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 माथि जाऊ किन नि के गर्ने नि माथि गएर उठी कस्तो छ तल हेर न मिस्का तल यसरी हेरौ न हामी माथि हेरेर अगाडि बढ्ने मान्छे हो नि त होइन त मिस्का ओ माई गुडनेस मिदान्स मम्मा भन पछाडि हेर्नु भ्यू यहाँ क्यामेरामा ये के अब हेर्नु न पछाडि साच्चै दामी आयो दिदीको भिडियोमा त झन् दामी आयो दिदीको क्यामेरा किन राम्रो नयाँ मोबाइल ए नयाँ हो त्यही भएर क्यामेरा त बुलेट छ त म त मेरो क्वालिटी हेर्छु 2 months भनेपछि दिन पूर्ण ला माथि जान गए कस्तो पाउलाई मन पराउने यार यिनीहरूलाई मलाई त रिस उठ्छ त आमा 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 गरेर एकदम छटपटाएको धेरै त नजाऊ तिमी पनि धेरै साइडमा नजाऊ भन्नु न बल दिव्या त भयो यसो भन्नुपर्छ नि एकजनालाई च्यालेन्ज भयो यसको के भयो हाई गरिदेऊ दुगु दुगु आयो दुगु हाई अझै छ मलाई थाहा छ अझै छ अहिले त लामो लामो पोखराको त्यो बनाएको ठुलो 8-9 किलोमिटर 80 किलोमिटरको त्यो मुक्तिनाथको केवल कार बन्दैछ 80 किलोमिटरको 80 किलोमिटर ए मुक्तिनाथमा त यही उमा जाने चाहने वाला इसके अच्छा जोक नहीं था कति लामो छ अझै छ कति लामो त पापा ए ल दिव्या कुल मेरे में आने ते सोनी कहा मैं कितने जो तन्नो सोनू रू मैं लिखा होइन उता गइसकेको ऊ त्यो गएको त्यही त गरेको त्यस्तै चाहिँ गर्छ नि अब यता छ उता छ न हामीले गएर भेट्नु गर्दै लाग्यो जबरजस्ती जान्छु भने पनि मिलेन त्यही भएर त फ्लाइङ किस गर्नुपर्छ के यस्तोमा गर नि त गरे पनि हुन्छ अब त्यहाँ गएर जे त गर्न पाइँदैन हो बिनाजु यत्रो टाढा डिस्टेन्समा जे गर्न त पाइँदैन मतलब बाहिरबाट यत्रो उता जे मन लाग्यो त्यही गरिदिन्छ नि व्यू देख के तो मेरा दिल गार्डन गार्डन हो रहा है जिसके लिए मेरा मन कर रहा है कि 10 मिनट के लिए मैं यहीं अटकी रहूं ऐसे मत बोलो लाइन चला जाएगा अभी मेरा बेल बोला वो चीज पूरा हो जाता है गाड़ी आयो उधर गाड़ी आयो गाड़ी वन गाड़ी 2 गाड़ी 4 हेलो उतरिनु अनि पखै ए पर्सले पुक 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 च्यालेन्ज गर्नु त पक्का पकड्नु ल आरामले यता मिस्का यता हर्ने मान्छेको लाइन छ अर्को त पुरै खाने कस्तो एउटा केटा सिङ्गल आइरहेको रहेछ त्यससँग आउने मौका छोड्यो नि त यार पछि त घोडा बाख्रा लिएर आइरहेको मुस्लिम भी आए हैं सब मुस्लिम भी आए हैं वो आयौँ हामी मनोकामना पुगिसक्यौँ अब आज हामी आज यहीँ बास गर्ने हो यो लोकल कुखुरा हिँड न आज यही बस्यो होला है बुढो आज हामी यही बस्छौँ भोलि सरप्राइज गरम पानी सब मिलेगा अच्छा वाला है क्वालिटी वाला एक बार देख सकते हैं आइए 2 मिनट के रास्ता है आइए अच्छा वाला है मिस्कालाई साथमा लिएर हिँड्नु है बढी राख अगाडि
आउनु लवन दाइ 2 मिनटको बाटो त्रिपल बेड भएको जम्मा 800 रुपियाँमा राखिदिन्छु 3टा बेड डबल बेडमा बस्नु हुन्छ 500 ए छ्या के हो त्यो खसेर तल हेरेर हिँड्न मिसका त्यहाँ छोडो त बेटा जय श्री राम के गर्दै मितन बात कुन चाहिँ भाइ ऊ बाबुले हिरो अन्डा हेरिरहेको छ यो बात चाहिँ यो ल ल ल ल यसले त टाउको फुटाउँछ होला है हान्यो भने लुवाको है फलामको है फलामको वाउ मेरो ससुरा बाजेको हो कति लैजानु न फलामको बाइक लिएर बाइक चाहियो अरे बाह्रसको त लुवाको साइकल के ओ माई गड दिप्या बिहान पाउँछ पाउँदैन मन्दिर नजिकैको सफा राम्रो छ बेसी नलिसी दुईटै छ हामीलाई कति हुन्छ सर दाजु रुम अलिकति सफा राम्रो चाहियो नि मिस्का कस्तो लाग्यो तिमीलाई राम्रो लाग्यो उता गएर हेरौँ न आऊ तिमीलाई हिमालय देखाउँछु आऊ आऊ पापा भने ल ल ल डुगु डुगु उता हेर वाउ उता हेर डुगु वाउ भित्र त आनन्दले दर्शन गर्न पाइरहेछ भने अहिले भेनाजुलाई आउनु दे यता तोक्छ के भने ओए यसले हेर्न बन्दरको पुच्छर समात्न जान्थ्यो अहिले ओए 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 अम्मो बिचरा परेवा कति धेरै मरे हा ओए ओए भुताल दिन्छौ के भुताल दिन्छौ शाम की आरती है मनकामना मंदिर की, आप लोग भी दर्शन कर लिया जाए। देखिए यहाँ पे कितने भव्य और कितनी सुंदर से मनकामना माता मंदिर की अंदर आरती है। और यहाँ से देखिए कितना अच्छा व्यू है हिमालय पर्वत हमारे नेपाल का। सेल रोटी तो सकिसक्यो भाइ। एक नम्बर